गमन भएको छ यहाँ आउनु भएको छ ग्राउन्डमा यो चाहिँ फ्लड लाइट राखिसकेपछि चाहिँ कस्तो देखियो आज केही टेस्टहरू पनि तपाईँले गर्नुभयो होइन हेर्नुभयो अवलोकन गर्नुभयो होइन कस्तो पाउनुभयो भन्ने कुरा म अनुगमन गर्न आएको होइन सर्वप्रथम त होइन अब यत्रो मेहनत गरेर विनोद कुँवरजी लगायत एक्स्ट्रा टेक टिमले जसरी अब नेपालमा पहिलोचोटि निजी लगानीबाट फ्लड लाइटहरू स्ट्याब्लिस गर्नु भएको छ उहाँसँग समन्वय गर्दाखेरि चाहिँ गएर एकचोटि हेरिदिनु भन्नुभएको थियो अब अहिले हामी सबैलाई थाहा छ प्रधानमन्त्री राष्ट्रिय प्रतियोगिता लुम्बिनी प्रदेशमै हुँदैछ यही ग्राउन्डमा पनि हामी खेलिरहेका छौँ सो अब यो फ्लड लाइटमा पहिलोचोटि नै होला भनौँ न हामी क्रिकेट ग्राउन्डमा चाहिँ अब उभिएको म आफू पनि फर्स्ट टाइम 2014मा विश्वकप खेलेका थियौँ त्यो विश्वकप खेल्नुभन्दा लगभग एक हप्ता अगाडि जस्तो हामी दुबई गएर प्र्याक्टिस गरेका थियौँ प्र्याक्टिस गरेर सिधै वर्ल्ड कपमा गएर फ्लड लाइटमा खेलेको अवस्थाबाट आज आफ्नै देशमा होइन जसरी उहाँले प्रयास गर्नुभएको छ त्यसलाई बुझ्न हेर्नको लागि आएछ अब यो धेरै सोध्नु यो लाइट ठिक छ या छैन होइन भनेर दाइले पनि बुझ्दियो भन्नुभएको थियो अब यसमा चाहिँ स्पेसली अब यो हामीले एउटा अनुमान लाउने एउटा आधारहरू हुनसक्छ होइन यो अब पोल खडा भएको छ 5वटा पोलहरू छन् 5वटा पोलमा अब कस्तो खालको लाइटहरू युज भएको छन् यो हाइट डिस्टेन्स सबै चाहिँ एउटा साइन्स छ नि त यो साइन्सलाई चाहिँ आइडेन्टिफाई गरेर यो सबै डिटेल्सहरू लिएर हामी मेबी इन्टरनेसनल ग्राउन्डहरूको जुन भनौँ न बोर्डहरूसँग कन्सल्ट गरेर कोसिस गर्नेछौँ कि यो लाइट पर्याप्त छ कि छैन होइन अहिले यसो हेऱ्यो भने प्र्याक्टिसहरू गर्न मिल्ने होइन म्याचहरू खेल्न मिल्ने छ बट समटाइम्स त्यो इन्टरनेसनल रेगुलेसन्स के छ भन्ने कुरा चाहिँ नेपालमा अहिलेसम्म फ्लड लाइट नभएको भएर मलाई पनि एक्ज्याक्ट आइडिया चाहिँ छैन तर यहाँ आएका छौँ अब यहाँ अब एक्स्ट्रा टेक ओभर भन्ने साथ सबैजना उत्साहित भएर भनौँ न पिपल हेभ कम टु वाच म्याचेस हियर आज पनि अब लाइट्समा आएर हेरौँ न भनेर आएको हो सो अगेन फिल्स गुड टु बी ब्याक हियर कस्तो लाग्यो तपाईँलाई चाहिँ यो नेपालमा पहिलो पटक होइन फ्लड लाइट जडान हुँदाखेरिमा चाहिँ तपाईँको आफ्नो अनुभूति चाहिँ कस्तो भयो नि आफ्नो होइन अब पहिलोचोटि कुनै पनि कुरा गर्नको लागि सबभन्दा पहिला उहाँहरूलाई यो ग्राउन्ड फ्लड लाइट हाल्नुभन्दा अगाडि पनि अब क्रिकेटसँग हामी सम्बन्धित भएको भएर हामीले यही ग्राउन्डमा एक वर्ष लगभग हामीले क्रिकेट म्याच खेलेका थियौँ होइन म आफैले पनि खेलेको थिएँ त्यो खेलेर आज जुन साहस जुन भिजनका साथ उहाँ अगाडि बढिराख्नु भएको छ एकदमै खुसी लागेको छ अब केही गर्छु भनेर क्रिकेटमा आएको व्यक्तिले हामीले सपोर्ट गर्नै पर्छ त्यसैले आज अब अन्डर फ्लड लाइट्स भनौँ न हामी नर्मली यति बेला घरमा सुतिरहेको हुन्थ्यौँ आज अन्तर्वार्ता दिइरहेको छौँ त्यो पनि क्रिकेट ग्राउन्डभित्र भन्नु पनि यो पनि एउटा पोजिटिभ साइन हो सो आशा गरौँ अब यसको साइन्टिफिक रेगुलेसन्स के हुन्छ इन्टरनेसनल मापदण्डहरू के कस्ता हुन सक्छ त्यो सबै कुरालाई निर्धारण गरेर आगामी दिनमा चाँडै नै यहाँ एटलिस्ट प्र्याक्टिस म्याचेसहरू भएर होइन एउटा सुरुवात गर्ने एउटा प्रयास हामी डेफिनेटली गर्नेछौँ फर नाउ ह्याप्पी टु बी हियर एन्ड लेट्स होप कि यो सबै रेगुलेसन्सहरू कम्प्लिट भएको खण्डमा आगामी दिनमा हामीले यहाँ चाँडोभन्दा चाँडो ठुलाभन्दा ठुला म्याचेसहरू हेर्न सक्नेछौँ अब नेसनल टिमकै प्लेइङ 11 यही हुनुहुन्छ त्यही अनुसारको पिएम कपमा सबै खेलाडीहरू यही हुनुहुन्छ यही बेलामा टेस्ट गर्न पायो नि त त्यो अनुसार लिगल छ कि छैन खेल्न मिल्छ कि मिल्दैन भनेर हामीले थाहा बुझ्न सक्छौँ होला अब फेरि काठमाडौँबाट फेरि आउनलाई गाह्रो हुन्छ होला यही बेलामा गर्न सक्यो भने त राम्रो हुन्छ होला नि त के छ विचार त्यस्तो हजुर खेल्न मिल्न भने जस्तो 29 तारिक पिएम कपको फाइनल सकिँदैछ मैले भने अब प्लेयर्सहरू अहिले हाम्रो यसपछि सिडब्ल्युसीको तयारीमा हामी लाग्नुपर्ने छ अब म्याच खेल्ने त 100% चाहिँ एउटा टाइममा गएर त हामी प्लेयर्सहरू म्याच खेल्ने नै छौँ होइन अहिले अब नेपालको अन्डर 19 विश्वकप क्वालिफायर पनि आयोजना हुन गइरहेको हुँदाखेरि होइन सो मेबी क्याम्प यतै लाउनु पर्ने हो कि होइन अब नयाँ प्रशिक्षक पनि हामी अब फाइनल गर्ने स्टेजमा छौँ त्यसैले अब प्लेयर्सहरू यहाँ भइराख्दा खेल्ने या पछि खेल्ने कुरामा इट्स जस्ट अ म्याटर अफ टाइम चाँडै नै अब यही लाइट्समा हाम्रो प्लेयर्सहरू डेफिनेटली खेल्नेछन् कुनै सेड्युल छ त्यस्तो अहिले हुन्छ स्केड्युल त अहिले मैले भन्न मिल्दैन किन यसको लागि क्रिकेट सङ्घ छ सङ्घसँग समन्वय गरेर सङ्घले नै निर्णय गरेपछि आधिकारिक रूपमा यहाँहरूले थाहा पाउनुहुनेछ हस् थ्याङ्क यू